म चाहिँ तरकारी लिन आएको त्यहाँनिर तरकारी ठाउँ छ है। म ठ्याक्कै यहाँनिर कति मिनटमा घर पुग्दो रहेछु। कति मिनटमा घर पुग्दो रहेछ है। म ठ्याक्क सब्जीको दोकानबाट म घर जाँदैछु। कति मिनटमा पुग्दो रहेछ है। म हिँड्दैछु, जाडो धेरै छ, मान्छेको भिडभाड छ, गाडीहरू आउने जाने भइरहेको छ। सो यो दिल्ली चाहिँ एकदमै नराम्रो गन्दा ठाउँ के। एकदम फोहोर जताएर फोहोर छ, देखाउनु पनि लाजको मर्नु। हाम्रो नेपालमा त्यस्तो हुँदैन नि, भए पनि गाईको गोबरहरू अनि अरू चिजहरू हुन्छ। यहाँ त यस्तो गन्दा छ, देखाउनु पनि लाज। म चाहिँ तल माथि देखाउँछु कि गाडीहरू बसेको रहेको छ। त्यसबाट के गन्दा जताततै फोहोरै फोहोर, देखाउनु पनि लाज। रोड क्रस गर्न लागेको कि एकदम भिड छ त यहाँ। ठ्याक्क म आउने घर चाहिँ म देखाउँदिनँ। अब ठ्याक्क म चाहिँ घरमा आइपुगेँ भनेपछि 2 मिनटको भित्रमा चाहिँ म घर आइपुग्दो रहेछ।